हेलो साथीहरू सबैलाई नमस्कार अनि न्यू डे न्यू ब्लगको साथमा अनिताको ब्लगमा हजुरहरूलाई स्वागत छ र हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि सन्चै छु साथीहरू। र मेरो बिहानी चाहिँ सुरु भइसकेको छ साथीहरू। मेरो प्यारा प्यारा बाख्राहरूसँग मैले चाहिँ बाख्रा पानी दिन लगाएको छु र अहिले चाहिँ खासमा भन्यो भने चाहिँ साथीहरू म चाहिँ घिरमला टिपमा जान लागेको कि घिरमला तपाईँले देख्नु भएको छ कि छैन। वहाँनिर एउटा यस्तो खतरनाक घिरमला छ है। वहाँनिर वहाँ देख्नुभयो कि भएन, म पनि यहाँ हेर्दैछु टक्क लगाएर घिरमलीलाई है। है यहाँ यस्तो वहाँ छ कि एउटा घिरमला। म चाहिँ घिरमला वहाँनिर देख्नुभयो, मैले त देखेछु तर तपाईँले देख्नु भएको छैन। म चाहिँ त्यो घिरमला टिप्नेवालामा छु। हेरौँ अब मैले टिप्न सक्छु कि सक्दिनँ साथीहरू। मेरो चाहिँ अब काम चाहिँ लौरोमा हालेर टक्क मोबाइल ताकि नझरोस्। मोबाइल झऱ्यो भन्दा म त फेरि पुक्लुक्कै भइहाल्छु त हौ साथीहरू। हुन्न यहाँ अड्डा भनेको अड्डिन्न त हौ साथीहरू। यो त साह्रै ठाउँ चाहिँदो रहेछ, साह्रै। यहाँ नि अडेला जस्तो मैले लाएन, यहाँ नि अडेला जस्तो लाएन। घिरमला चाहिँ जसरी पनि मैले टिप्नुपर्ने हुन्छ। म त तरकारी छैन हौ साथीहरू, के कुरा गर्नु र खै। भेन्टा पनि छ, भर्ता बनाउँछु। तपाईँहरूले यहाँ घिरमला कुनै एङ्गलबाट देख्नु भएको त ल हेर्नु त साथीहरू। वहाँनिर एउटा थियो, त्यही पनि यता आएपछि त फेरि देखिँदो पो रहेछ त। हुन्छ कस्तो गर्ने त। मैले चाहिँ हिजो तपाईँलाई तामा पो देखाउँछु भनेको थिएँ नि त, अनि मोबाइलै भयो कि साथीहरू, ह्याङ भएर चल्दै चलेन अनि बिजोकै भयो मेरो त। हाम्रो चाहिँ कालो कर्कालाको पनि छ कि उहाँ होइन, कालो कर्कालाको डाँठ अँधेरो भएर देखेको पनि छ कि छैन है। अँधेरो भए त्यही भएर देखिएन होला। खोइ घिरमला एउटा त ऊ त्यहाँनिर थियो, अर्को त देखिन हौ साथीहरू। तरकारी त केही छैन। तपाईँहरूको घरतिर के कस्तो छ हेर्नु, मेरो पछि पछि लाएर यिनीहरू। ओ गाइजहरू, यी गाइजहरू पनि आएको है गऱ्यो। र म चाहिँ फाइनली साथीहरू यहाँ राखेर चाहिँ घिरमला टिप्नीमा लाउँदैछु पक्नु है। कता हो घिरमला देखेँ थिएँ साथीहरू। घिरमलाको यता कताबाट हो देखिन्थ्यो, उताबाट त देखिए जस्तो लाग्थ्यो। वहाँ माथि रहेछ त घिरमला त। मैले त भेट्दिनँ क्या हो, म फेरि यस्तो अल्को मान्छे पढ्दिनँ। हेर्नु वहाँ रहेछ घिरमला त। त्यो घिरमला टिप्न पाए त हामीलाई ठ्याक्क हुन्थ्यो। यो भागिदियो भने बाउले मलाई ठक्रकै। हेर्नु साथीहरू, जय माता दी लौजा। घिरमला टिप्ने चक्करा बोटै भागिदिए मलाई बाउले। अब बेलुका आएपछि साला यो काम लाग्ने छैन भन्नुहुन्छ मेरो ससुरजीले। ला अब के गर्ने त खै। यस्तो राम्रो ऊ पलाइरहेको थियो है, बोटै काट्दैछ त। अनि काटिदिएको भन्दा पनि भाँचिदिएँ कि एउटा घिरमलाको लागि ज्यान दाउमा लगाइदिएँ साथीहरू। मैले के गर्नु। उही घिरमला कता गयो। ल घिरमला पनि त ठुलै छ त है। अनि के गर्नु, आउँदै आएन है त्यसपछि त। आफ्नै बारीको घिरमला हो। लौ लौ घाँस पनि भयो। ल घाँस पनि भयो, तरकारी पनि भयो साथीहरू। तर यहाँ कस्तो मजाले लागेको रहेछ बिहा। यस्तो सानो सानो लगाएर रहेछ। अब सानो सानो लगाएर पनि के गर्नु त। मैले अस्ति यता टिप्दा मारिदिएँ एउटा। ल साथीहरू घाँस पनि भयो, तरकारी पनि भयो। ल हिँडाऊ तिमीहरूलाई म अब त्यहाँ राखिदिन्छु। हेर्नु साथीहरू घिरमला पनि पाइयो, तरकारी
बाख्रालाई घाँस पनि भयो, तर बेलुका आएर चाहिँ मैले गाली चाहिँ बरु खान्छु। ल हिँड 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 छ छ छ छ ल ल ल ल हिँड 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 हिँड। तिमीहरूलाई म अब हेर्नु यिनीहरू यहाँ पछि पछि लाएर देख्न सक्नुहुन्छ मेरा प्यारा गाइजहरूलाई। चढ हिँड 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 हिँड। ल मेरा दोस्तहरू बसाओ यहीँ। अब यही त हो है, लानु पाइयो तिमीहरूलाई। गाली फेरि दिइहाल्छ है मेरो प्यारा प्याराहरूले त। तिमीहरूलाई नै यहाँ राखिदिनु, कसरी राखिदिनु त है, बाँधिदिनु कि भनेको। मैले चाहिँ साथीहरू बेलुका पक्का गाली खान्छु भाइ। यसरी फेरि बाँधिदिनु पऱ्यो सिरुले। हाम्रो पाखीहरूलाई कस्तो मनपर्छ नि त यो बकेनाको साथीहरू, कस्तो मजासँग खान्छ है। यसरी बाँध्यो भने माउहरूलाई त त्यहाँ छँदैछ, यही भोलि बस्छ नि त। ल फाइनली बाख्रालाई चाहिँ घाँस पनि बाँध्दै, अरूतिर पनि यसो छ कि है हेर्न पर्ने थियो, तर छ जस्तो मलाई चाहिँ लागेन। त्यही एउटा झुन्डेको अस्ति मम्मीले 3टा टिप्नु भएको थियो, त्यति नै हो साथीहरू। घाँस पनि भयो, तरकारी पनि भयो साथीहरू। ओइ होइ 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 ठोकियो र साथीहरू। हाम्रो गाउँघरको मौसम चाहिँ आज यस्तो छ, देख्न सक्नुहुन्छ। ल हेर्नु यस्तो राम्रो देखिन्छ कि है मौसम चाहिँ। तर गाउँघर भने चाहिँ साथीहरू साँच्ची नै गाउँघर नै हो कि। यति राम्रो हरियाली, जताततै यस्तो राम्रो मस्त घाम लागिरहेको छ। र मेरो घरमा देख्न सक्नुहुन्छ मेहमान पनि यस्तो मजाले सुतिरहनु भएको छ। उहाँलाई देख्न सक्नुहुन्छ। पहिला कुरो त कुरै छोड्नु न, उहाँको त अब यस्तो भइहाल्छ। र साथीहरू हामीले चाहिँ फुल रोपेका छौँ कि, फुल के अरे भाइ फुल भन्छौँ हामीले त। तर तपाईँहरूको घरतिर चाहिँ के भन्नुहुन्छ त्यसको नाम बताउनुहोस् प्लिज, कमेन्ट गर्नुहोला। हामीले चाहिँ यसरी भाइ रोपेर रेडी गरिसक्यौँ, किनभने अहिले त तिहारहरू पनि, दसैँ तिहार पनि ढिलै छ नि त। अनि त्यही भएर हामीले चाहिँ भर्खर नै रोपेको 2 दिन 3 दिन भयो साथीहरू। र हाम्रो मेरो घर अगाडिको मौसम देख्न सक्नुहुन्छ। उही बाबालाई छ हौ, म्याजिक आयो। जब म जान्थेँ नि त के अरे म्याजिक आउँथेन। ल ऊ त्यो उता अगाडिको भाग त साथीहरू त्यो त अब राष्ट्रिय निकुञ्ज नै भइहाल्यो। रापती हो साथीहरू, रापती हाम्रो चाहिँ उ त्यहाँ अपराजिता फुल त साथीहरू यस्तो बबाल देखिया कि, यस्तो बबाल। र मेरो गाउँघरको हरियालीको मौसम चाहिँ यस्तो छ होइन। यस्तो के चाहिँ टाँसियो हो, यस्तो विधि कमिला पुगे त चिडिक लाएर हो। हाम्रो गाउँघर यस्तो देखिरहेको छ र मलाई पनि देख्न सक्नुहुन्छ। मैले चाहिँ पूजा गरेर अङ्खारामा पानीहरू राखिसकेँ, देख्यो कि देखेन। अनि त्यही हो साथीहरू, मैले चाहिँ हिजो तपाईँलाई तामाको तरकारी देखाउँछु भनेको थिएँ नि त। अनि मैले देखाउनै पाइनँ कि साथीहरू है, त्यसको लागि सरी, माफी चाहन्छु साथीहरू मैले चाहिँ। र तपाईँलाई मैले के अरे भर्खर चाहिँ खाना बसालेको छु, चिया खाएँ अनि खाना बसालेर भात चाहिँ बसालेँ, तरकारी पकाएको छैन। यो चाहिँ तामा हो, अनि तामा भयो। अनि हामीले अलिकति मेरो बुढालाई चाहिँ अम्मी ल्याएर पनि राखेँ हामी साथीहरू। तामा चाहिँ ल खुर्सानी, आफ्नै बारीको खुर्सानी हो। यो खुर्सानीलाई चाहिँ मैले अस्ति टिपेको साथीहरू। टिपेदेखिबाट चाहिँ राम्रो घामै लागेको छैन कि, प्यार पानी परेको होइन, सुक्यो कि छैन भने यस्तो भइरहेको छ मेरो। बाख्राले पानी खाने बेला भयो नि त, त्यही भएर बाख्रा गरिरहेको छ। र मैले चाहिँ घाममा सुकाइदिएँ होइन। हाम्रो रायोको सागसाथीहरू कस्तो मजासँग उम्रेको छ, कस्तो मस्त उम्रेको देख्न सक्नुहुन्छ।
है। र हाम्रो चाहिँ यो काँडे धनियो चाहिँ साथीहरू खोइ के भयो हेर्न मर्यो। अब यहाँ चाहिँ अब अर्को धनियो छर्नुपर्ने हुन्छ। र मेरो गाउँघरको हरियाली चाहिँ मस्त देखिन्छ बिहानको समयमा। ओइ गाईले त फेरि दिइसक्नु भएछ है साथीहरू। म त्यो बेलासम्म गाईले दिनुभएछ, म सोर्छु है साथीहरू। अलिकति मिलाउनु पऱ्यो कि स्ट्यान्ड साथीहरू, स्ट्यान्ड। यस्तै हो साथीहरू गाउँघरमा जति गरे पनि हामीलाई त तरकारी त एउटा मात्र घिराम्ला भयो, पुग्दैन होला साथीहरू हामीलाई त तरकारी। अब कसो गर्ने, लास्ट गाह्रो पो हुने भयो त। ल अब यिनीहरूलाई पनि पानी दिन्छु, अनि यिनीहरूलाई पनि पानी दिन्छु। पानी दिएपछि चाहिँ अनि भर्ताको अचार बनाउनु पर्ला। र साथीहरू मैले हिजो 3टा टी सर्ट फेरेको, 3टा। कम्ता गर्मी छ बाबा। पसिनाको त कुरै छोडिदिनु, पसिनाको त कुरै लास्ट गर्मी थियो साथीहरू हिजो त। ओहो, तर भदौ लागेपछि त के बित्ति चाहिँ गर्मी भएको कि नपत्ताउँदो गर्मी भयो भने छ्या लास्ट गर्मी भएको छ, अति धेरै गर्मी कि। एकदिन घाममा पकाएर खाने भनेको गर्मीले गर्दा फेरि भएन। आमामा हाम्रो डल्ले खुर्सानी कस्तो बित्ति फल्यो कि साथीहरू। म देखाइदिन्थेँ, लस्टीमा हालेको छु नि त वाल, अनि त्यही भएर अगाडि मान्छे छ दोकानमा, त्यो दोकानमा चिया खाने मान्छे छ कि त्यो दोकानमा, त्यही भएर मैले चाहिँ अहिले मान्छे हाँस्छ नि त, के गरे के होला पागलले जस्तै भन्छ नि त। अनि त्यही भएर म चाहिँ लगिन जस्तैहरू उदा हेर्न यो त यता आएको गरेर। अब म पनि अब स्ट्यान्ड किनेर आउँछु साथीहरू, स्ट्यान्ड। अस्ति नै किन्नुपर्ने रहेछ है, तर त्यति आवश्यकता मलाई पर्या जस्तो लागेन। तर अहिले चाहिँ मलाई किन भन्दाखेरि यो हिजो मैले यो लस्सीमा बाँधेर भिडियो बनाएको सिधा आएको थियो कि साथीहरू है। अनि त्यही भएर चाहिँ मैले सिधा आएको भएर स्ट्यान्डको नि आज पनि त्यसरी नै उज्जा त बनाएको के। हेर्नु न यिनीहरू, हेर्नु त के खान आएको होला त, के खान आ तिमीहरू। उदा त्यही हो कस्तो त्यही हो। हेर्नु ल घाम चाहिँ यतिको लागेछ, लाग्न बाँकी नै छ। तर गर्मीको त साथीहरू कुरै नगर्नु है, कति धेरै गर्मी के। गाभा कस्तो राम्रो भयो कि। एक दिन गाभा खाने भनेको खै कहिले अलि बिहानैदेखिबाट शीतल भयो भने गाभा खाने भनेको एक दिन। तर थाहा छैन साथीहरू कहिले खान्छु, एक दिन चाहिँ खान्छु म। हाम्रो घरको मेहमान त्यसरी आउनुहुन्छ, सुत्नुहुन्छ, अनि बस खानुहुन्छ, अनि लाग्नुहुन्छ कि उहाँ चाहिँ। ल साथीहरू आजलाई चाहिँ यति नै, फेरि भोलि अर्को भ्लगमा भेटौँला साथीहरू। ल र हजुरहरूले अनि मेरो भिडियो हेरेर लाइक कमेन्ट पनि अनि सेयर पनि गर्नु होला है साथीहरू। हेरेर मात्र नछुन्नु होला, लाइक पनि गरिदिनु होला। यस्तै हजुरहरूलाई गाउँघरको हरियाली मनपर्छ भने मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नुहोला साथीहरू। अहिलेलाई बाई, भोलि फेरि अर्को भ्लगमा भेटौँला।